बिहानको घाम सुनौलो चम्किरहेको थियो, तर आकाशमा एक अनौठो शान्ति थियो, जस्तो कि कुनै ठूलो रहस्य लुकिरहेको हो। मानिसहरू आफ्नो कामतिर लागिरहेका थिए, तर हरेक कदममा अदृश्य खतरा नजिकिँदै थियो। एक विमान आकाशमा देखा पर्यो, सामान्य दिनमा सामान्य दृश्य, तर आज त्यो विमानले इतिहासको सबैभन्दा अन्धकारमय क्षण बोकेको थियो। घडीको काँटा 8:15 नजिकिँदै थियो र शहरको भाग्य केवल केही सेकेन्डमा बदलिन लागेको थियो। सडकमा खेलिरहेका बालबालिका, बजारमा सामान बेचिरहेका व्यापारी, विद्यालयतर्फ हिँडिरहेका विद्यार्थी, सबैलाई थाहा थिएन कि उनीहरूको संसार केही क्षणमै आगोको सूर्यमा विलीन हुन लागेको छ। हिरोसिमाको त्यो बिहान केवल एउटा शहरको कथा थिएन, यो सम्पूर्ण मानव सभ्यताको चेतावनी थियो। शान्ति नष्ट हुँदा जीवनको मूल्य बुझ्न हामीले कहिले नबिर्सनु पर्ने दिन।